Good morning, sir. Morning, sir. अब सुरु गरौँ क्लास। Yes, sir. मैले अस्तिको क्लासमा तपाईहरुलाई अब यो बियरिङ डिजाइन र एक्सपान्सन जोइन्टको विषयमा कुराकानी गरेको थिएँ हैन। तपाईहरुलाई आजको क्लासमा यो मेटालिक बियरिङ डिजाइनसँग रिलेटेड एउटा एक्जाम्पल अनि त्यसपछाडी इलास्टोमेरिक बियरिङ ल्यामिनेटेड इलास्टोमेरिक प्याड बियरिङको एउटा डिजाइन एक्जाम्पल हैन, त्यो विषयमा अलिकति तपाईहरुसँग कुराकानी गर्छु हैन। म अब सुरु गर्छु। यो हाम्रो स्क्रिन देखिँदैछ? ओके, यो यसमा हाम्रो के छ भन्दाखेरि रोलर कम रकर बियरिङसँग रिलेटेड डिजाइन एक्जाम्पल छ हैन। अब यो चीज मैले तपाईहरुलाई फरवर्ड गरिसकेको हुनुपर्छ। र मैले अस्तिको क्लासमा तपाईहरुलाई बताएको थिएँ जस्तो स्लाइडिङ प्लेट बियरिङ, रकर बियरिङ, रोलर बियरिङ अनि रोलर कम रकर बियरिङ र नकल बियरिङ जस्तो जुन बियरिङहरु छ त्यो बियरिङको डिजाइन चाहिँ यदि तपाईहरुले यो रोलर कम रकर बियरिङ बुझ्नुभयो भने यसैको आधारमा गर्न सक्नुहुन्छ। त्यसैले यो बुझ्यो भने ती डिजाइनहरु सिमिलरली हैन। अब रोलर मात्रै छ, रोलर मात्रै डिजाइन गर्ने हो, रकर मात्रै छ, रकर मात्रै डिजाइन गर्ने हो, प्लेट मात्रै छ, प्लेट मात्रै डिजाइन गर्ने हो हैन। अब यहाँ चाहिँ प्लेटको डिजाइन पनि, रोलरको डिजाइन पनि, रकिङ सर्फेसको डिजाइन पनि सबै भएको हुनाले ती बियरिङहरुको डिजाइनको लागि प्रयोग गर्न सक्नुहुन्छ हैन। र हाम्रो प्रब्लम स्टेटमेन्टमा के छ भने डिजाइन रकर कम रोलर बियरिङ फर द फलोइङ डाटा। र यसमा हामीलाई दिएको भर्टिकल लोड दिएको छ 1000 किलोन्युटन, होराइजन्टल लोड दिएको छ 100 किलोन्युटन र मटेरियलको बियरिङ परमिसिबल स्ट्रेसेसहरु दिएको छ जस्तो कंक्रिटको बियरिङ स्ट्रेस, स्टिलको बियरिङ स्ट्रेस अनि स्टिलको शियर स्ट्रेस अनि त्यसपछाडी स्टिलको टेन्साइल बेन्डिङ स्ट्रेसको परमिसिबल भ्यालुहरु यहाँनेरि दिएको छ हैन। अब यो जुन लोड छ, अब एक्चुअल डिजाइनमा हामी के गर्छौं, लोड डिफरेन्ट लोड हामीले क्याल्कुलेट गरेको हुन्छ। डेड लोड, लाइभ लोड हैन, अब ब्रेकिङ एफोर्टले डेभलप गर्ने लोड, क्रिप श्रिंकेज इफेक्टले इन्ड्युस गर्ने लोड, सेस्मिक लोड, विन्ड लोड र तिनीहरुलाई हामीले के गरे हुन्छ, कोडको प्रोभिजन्स अनुसार कम्बाइन गरे हुन्छ डिफरेन्ट कम्बिनेसन्समा र त्यो डिफरेन्ट कम्बिनेसन्समा हाम्रो भर्टिकल लोडको भ्यालु र होराइजन्टल लोडको भ्यालु हामीले फाइन्ड आउट गरे हुन्छ है। अब यो चाहिँ यो होराइजन्टल लोड भन्दाखेरि लङ्गिट्युडनल डिरेक्सन्सको होराइजन्टल लोड बुझ्नु पर्यो हैन। भर्टिकल लोड भन्दाखेरि चाहिँ अब कुनै एउटा कम्बिनेसन्सको टोटल भर्टिकल लोड भनेर बुझ्नु पर्यो यो प्रब्लममा। र अब यस्तो खाले केसेसमा चाहिँ रकर कम रोलर बियरिङ डिजाइन गर भनेर सोधेको छ हैन। त्यो भनेको अब म अलिकति यो फिगरमा जान्छु। जस्तै यहाँ मेरो फिगर छ रकर कम रोलर बियरिङको हैन। अब डिजाइन भन्ने बित्तिकै हामीलाई के चाहिन्छ हेर्नुस् त। सबभन्दा पहिले यो प्लेटको साइज चाहिन्छ, प्लेटको थिकनेस चाहिन्छ हैन। यसमा अब रकर कम रोलर भन्दाखेरि 3 वटा प्लेटको कुरा हुन्छ, अनि स्याडल अथवा मिडल प्लेट अनि त्यसपछि टप प्लेट हैन। र यो टप प्लेट र बटम प्लेटको डिजाइन उनी हो हैन, एकै किसिमले हामी डिजाइन गर्छौं किन यहाँनेरि चाहिँ कंक्रिट सर्फेसको कन्ट्याक्टमा हुन्छ यो दुईटा प्लेट र कंक्रिट सर्फेसको कन्ट्याक्टमा भएको प्लेटको डिजाइन सिमिलर हिसाबबाट गर्न सकिन्छ। र अर्को स्याडल प्लेट, यो चाहिँ अब कंक्रिट सर्फेसको कन्ट्याक्टमा हुँदैन,
यो चाहिँ हाम्रो के हुन्छ माथिपट्टि रकिङ सर्फेस हुने भयो र मुनिपट्टि चाहिँ रोलर माथिपट्टि बसिराखेको हुन्छ है। त्यसैले यसमा आउने रेस्पोन्सेस अलिकति फरक हुन्छ र त्यो रेस्पोन्सको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ प्लेटको थिकनेस साइजहरु फाइन्ड आउट गर्नुपर्ने हुन्छ। त्यस पछाडी जस्तो अब हामीले डिजाइनमा चाहिने भनेको अब रोलर प्रयोग गरिराखेका छौं भने रोलरको डायमिटर चाहियो, रोलरको नम्बर चाहियो हैन, अनि के डिटेलिङ रुल्सहरु अनुसार त्यसको अरेन्जमेन्ट जस्तो मिनिमम स्पेसिङ को कुराहरु हामीलाई चाहियो। अनि त्यस पछाडी अब रकर पिन प्रयोग भइराखेको हुन्छ, यो रकर पिनको नम्बर हामीलाई चाहियो, यसको डायमिटर चाहियो हैन, यसको साइज हामीलाई चाहियो। अनि त्यस्तै रकिङ सर्फेस छ भने रकिङ सर्फेसको रेडियस हामीलाई चाहियो। मुख्य रूपमा हामीले निकाल्ने भनेको यसको डिजाइनमा यिनै चीजहरु हो हैन। र अब त्यो चीज कसरी गरिन्छ सुरुमा मैले अलिकति तपाईहरुलाई यो गाइडलाइन्सको कुरा गरेका थिए। यो साइज असाइन गर्नको लागि के गाइडलाइन्सहरु छ त्यो गाइडलाइन्स हामी प्रयोग गर्न सक्छौं हैन। यदि साइज असाइन गर्नु भएको छ भने हामीले परमिसिबल भ्यालु को आधारमा त्यो सेफ छ छैन चेक गर्ने हो, अथवा तपाईले केही गाइडलाइन्स प्रयोग गर्ने, केही चाहिँ यो स्ट्रेसेसको रेस्पेक्टबाट साइजहरु फाइन्ड आउट गर्ने त्यसो पनि गर्न सक्नुहुन्छ हैन। हाम्रो सल्भ कसरी गरेको छ भने सबभन्दा पहिले प्लेटको साइज फाइन्ड आउट गरेको छ र प्लेटको साइजको लागि जहिले पनि हाम्रो के हुन्छ बटम प्लेट अथवा टप प्लेटको कुरा गर्ने हो भने यो कंक्रीट सर्फेस जस्तो बटम प्लेट हाम्रो तलपट्टिको कंक्रीट सर्फेस त्यो भनेको हाम्रो सब स्ट्रक्चर पार्टको माथिपट्टि र सबभन्दा माथि एबुटमेन्ट होस् अथवा पियर होस् त्यहाँ हाम्रो क्याप हुन्छ कंक्रीट सर्फेसको रूपमा त्यो माथि रहेको हुन्छ। त्यसैले यो प्लेटमा आउने लोडले डेभलप गर्ने कंक्रीट सर्फेसमा डेभलप गर्ने जुन कम्प्रेसिभ स्ट्रेस हुन्छ जसलाई हामी बियरिङ स्ट्रेस पनि भन्न सक्छौं त्यो चाहिँ परमिसिबल भ्यालु एक्सिड गर्न हुँदैन हैन। त्यस्तै आधारमा वास्तवमा यसको लेन्थ र ब्रेथ हामीले फाइन्ड आउट गर्ने हो र यसको लेन्थ ब्रेथ जति हुन्छ यो माथिपट्टिको लेन्थ ब्रेथ पनि त्यति राख्न सकिन्छ किन भन्दा यो पनि कंक्रीट सर्फेस मुनिपट्टि बस्या हुन्छ र यहाँ पनि हाम्रो के हुन्छ भन्दाखेरि यसले यो प्लेटको एरियाले माथिपट्टिको सर्फेसलाई सर्फेसमा चाहिँ लोकल कम्प्रेसिभ स्ट्रेस बियरिङ स्ट्रेस डेभलप गरिराखेको हुन्छ र यही प्रिन्सिपल अनुसार यसको साइज हामीले फाइन्ड आउट गर्ने हो। त्यो चाहिँ हामी बराबर लिन्छौं हैन। त्यो काम अब यहाँनेरि हामीले गरेका छ। यो प्रब्लममा हेर्नुभयो भने जस्तो एरिया अफ प्लेट शुड ग्रेटर इक्वल टु भर्टिकल लोड डिवाइडेड बाइ परमिसिबल बियरिङ स्ट्रेस इन कंक्रीट। अब परमिसिबल बियरिङ स्ट्रेस इन न्यूटन स्क्वायर लोड हामीसँग छ भर्टिकल लोड 1000 किलो न्यूटन। त्यसैले लोड डिवाइडेड बाइ स्ट्रेस गर्नुभयो भने त्यसले सधैं हामीलाई के दिन्छ एरिया दिन्छ। यो एरिया आयो र एरिया चाहिँ हामीले अब एडप्ट गर्ने हो। यति एरिया हुने हिसाबबाट विथ 500 मिलिमिटर र लेन्थ चाहिँ 650 मिलिमिटर यहाँनेरि राखेको छ है। अब यो भनेको सुरुमा चाहिँ एप्रोक्सिमेट हिसाबबाट विथ र लेन्थ हामी डिसाइड गर्छौं। हुनलाई पछि रोलरको साइजले रोलरको नम्बरले यो साइज चाहिँ केही चेन्जहरु हुन सक्छ। जस्तो तपाईले रोलर 3टा लिनुभयो, रोलर 2टा लिनुभयो, रोलर लामो लिनुभयो, रोलर छोटो लिनुभयो हैन, केही यो साइजहरु चेन्ज हुन सक्छ है। सुरुमा तपाईले एप्रोक्सिमेटली झनै स्क्वायर शेपमा राखेको छ यहाँनेरि हैन, त्यो राख्न सक्नुहुन्छ। मात्र के हेर्नु पर्यो भन्दाखेरि यो हामीलाई चाहिने जुन रिक्वायर्ड एरिया छ प्लेटको त्यो भन्दा बढी हुनु पर्यो हैन। यो यसको लेन्थ र ब्रेथको प्रोडक्ट चाहिँ यति गरिसकेपछि अनि रकिङ सर्फेसको रेडियस हैन, त्यसको लागि अब यो प्रोभिजन्स छ मैले अस्ति बताएको थिए। भर्टिकल लोड पर युनिट लेन्थ अफ बियरिङ यसबाट आइसकेको छ हाम्रो 650 मिलिमिटर पर युनिट लेन्थमा भर्टिकल लोड कति हैन हामी यो निकाल्न सक्छौं। लेन्थ छ भर्टिकल लोड छ र त्यो चाहिँ जहिले पनि के हुनुपर्छ लेसर इक्वल टु 170 r स्क्वायर सिग्मा yq डिवाइडेड बाइ e स्क्वायर। अब यसमा रेडियस हामीलाई थाहा हुँदैन, हामी यो इक्वेशन्सको मद्दतबाट रेडियस फाइन्ड आउट गर्छौं। सिग्मा y भनेको अब माइल स्टिल
प्लेट हामी प्रयोग गरिराखेका छौँ भने दिस इज 250 अथवा ग्रेड अफ स्टिल हुने बित्तिकै उसको यिल्ड स्ट्रेस कति हामीलाई थाहा हुन्छ। यो पार्टिकुलर केसमा 250 मेगापास्कल ल्याएछ यहाँनिर र को भ्यालु हाम्रो अब माइल्ड स्टिलको लागि 2 × 10⁵ मेगापास्कल यो हामीलाई थाहा हुन्छ। यति भएपछि यसलाई हामी सल्भ गर्न सक्छौँ यो इक्वेसन्सलाई। आर हाम्रो 152 मिलिमिटर आउँछ र यो पार्टिकुलर एक्जाम्पलमा चाहिँ आर 200 मिलिमिटर एडप्ट गरेछ। त्यो भनेको अब यो फिगरमा गएर हेर्नुभयो भने यो रेडियस चाहिँ हाम्रो 200 मिलिमिटर को रेडियस राखेको छ है। रकिङ सर्फेसको रेडियस आइसकेपछि अब रकिङ सर्फेसमा बेरिङ स्ट्रेस चेक गर्ने हो। त्यो भनेको तपाईको अब कम्प्लिट यो माथिपट्टिको प्लेट स्याडल प्लेटमा बस्दैन, जहिले पनि रकिङ सर्फेस थ्रु हैन मिडल प्लेटमा बसिराखेको हुन्छ। त्यसो गर्दाखेरि माथिपट्टिबाट जुन आउने लोड छ त्यो भनेको हाम्रो यो बेरिङमा आउने भर्टिकल रियाक्सन्स अथवा भर्टिकल लोड हो। त्यो भर्टिकल लोड चाहिँ एउटा सानो सर्फेस थ्रु यो स्याडल प्लेटमा अथवा मिडल प्लेटमा ट्रान्समिट भइराखेको हुन्छ। त्यसो गर्दाखेरि यहाँनिर तपाईको लोकल कम्प्रेसिभ स्ट्रेसको भ्यालु बढी हुन्छ। त्यसैले यो चेक गर्न जरुरी हुन्छ बेरिङ स्ट्रेस कति हुन्छ, किन रेडियसको कारणले गर्दाखेरि यो रकिङ सर्फेस चाहिँ कम्प्लिटली तलपट्टिको प्लेटमा बस्या हुँदैन र बेरिङ स्ट्रेसको पर्मिसिबल भ्यालु स्टिलको हामीलाई दिएको छ हैन। जस्तो यहाँ प्रब्लममा हेर्नुभयो भने यहाँनिर दिएको छ, अथवा यो चीज दिएको छैन भने पनि कोडल प्रोभिजन्सको हिसाबबाट तपाईहरुले फाइन्ड आउट गर्न सक्नुहुन्छ हैन। जस्तो अब यो कंक्रिटको बेरिङ स्ट्रेस तपाईले IS 456 मा गएर हेर्नुभयो भने त्यहाँनिर दिएको छ क्यारेक्टरिस्टिक स्ट्रेन्थसँग उसको रिलेसन्स के हुन्छ, त्यो रिलेसन्स प्रयोग गर्न सकिन्छ। यो चाहिँ अब तपाईले IRC 24 अथवा IS 800 मा गएर हेर्नुभयो भने यो भ्यालु तपाईले फाइन्ड आउट गर्न सक्नुहुन्छ। 0.75 FY नर्मली लिन्छौं हैन। अब सेरी स्ट्रेसको पर्मिसिबल भ्यालु भनेको चाहिँ 0.4 FY नर्मली लिइन्छ र अब बेन्डिङ टेन्साइल स्ट्रेसको केसमा चाहिँ 0.66 FY 66% अफ यिल्ड स्ट्रेस नर्मली लिन्छ। अब यो एक्जाम्पलमा दिएकै छ, दिए छैन भने तपाईहरुले त्यो कोडल प्रोभिजन्स प्रयोग गरेर फाइन्ड आउट गर्न सक्नुहुन्छ। अब हाम्रो केसमा यहाँनिर मा बेरिङ स्ट्रेस चेक गर्दैछौँ र बेरिङ स्ट्रेस भनेको फेरि पनि के हो, त्यो बेरिङ एरियामा आउने फोर्स पर युनिट एरियामा आउने फोर्स भनेकै बेरिङ स्ट्रेस हो हैन। त्यो भनेको हाम्रो रकिङ सर्फेसमा आउने फोर्स त्यो भनेको हाम्रो 1000 किलो न्यूटन छ र रकिङ सर्फेसको एरिया। अब रकिङ सर्फेसको एरियाको लागि के गरिन्छ एकपटक हेरौँ। जस्तो अब यसको लेन्थ वाइज हेर्ने हो भने 650 मिलिमिटर लेन्थ छ हैन। त्यो पुरा लेन्थमा यो रकिङ सर्फेस तपाईले देख्नुहुन्छ, त्यसैले पुरा लेन्थ कन्सिडर गर्न सकिन्छ 650 हैन। अब विथको डिरेक्सन्समा चाहिँ रेडियसको आधा लिइन्छ है। यो 200 मिलिमिटर छ भने 100 मिलिमिटर मात्रै हाम्रो यो स्याडल प्लेटको कन्ट्याक्टमा आउँछ भन्ने हिसाबले हामीले विथ लिन्छौं। त्यो भनेको 100 × 650 भनेको चाहिँ यो बेरिङ एरिया हो र त्यो बेरिङ एरियामा आउने लोड हाम्रो 1000 किलो न्यूटन छ। त्यसो गर्दाखेरि त्यसले डेभलप गर्ने स्ट्रेसेस भनेको चाहिँ 153.8 न्यूटन पर मिलिमिटर स्क्वायर, जुन चाहिँ पर्मिसिबल भ्यालु भन्दा कम्ती छ। यदि अब हाम्रो यो कन्डिसन सेटिस्फाई गर्दैन भने डेफिनेटली तपाईले के गर्नुपर्ने हुन्छ, यो रकिङ सर्फेसको रेडियस चाहिँ बढाउनु पर्ने हुन्छ हैन, अथवा बेरिङको लेन्थ बढाउनु पर्ने हुन्छ। नर्मली बेरिङको लेन्थ धेरै लामो राखिँदैन, किन भन्दा माथिपट्टि हाम्रो के हुन्छ, गर्डर हुन्छ। गर्डरको विथ नर्मली 300 अथवा माथि हुन्छ 300 मिलिमिटर। धेरै पर लानुभयो भने ट्रान्सभर्स डिरेक्सन्समा बेन्ड गर्न सक्छ। त्यो कारणले गर्दाखेरि यो लेन्थ धेरै त्यो गर्डरको विथ भन्दा धेरै बढी राखिँदैन है। त्यसैले हामीले बढाउने भनेको चाहिँ रेडियस नै हो बढाउने। त्यसले तपाईको के गर्छ, बेरिङ एरिया बढाउँछ र यो स्ट्रेसको भ्यालु चाहिँ कम गराउन मद्दत गर्छ। त्यस पछाडि अब रकर पिनको डायामिटर हैन, रकर पिनको
त्यो कारणले गर्दाखेरि कम्तीमा दुईटा पिन हामीले प्रयोग गरिराखेका हुन्छ। त्यसैले यहाँनिर दुईटा पिन राख्दाखेरिको केसमा पिनको डायमिटर फाइन्ड आउट गरेको छ। हाम्रो के हुन्छ भन्दाखेरि यो फिगरमा तपाईहरुले हेर्नुभयो भने यो रबर पिनले रेजिस्ट गर्ने भनेको चाहिँ होराइजन्टल लोड रेजिस्ट गर्ने हो र होराइजन्टल लोड रेजिस्ट गर्नको लागि यसको नम्बर र यसको डायमिटर हामीले फाइनलाइज गर्ने हो हैन। होराइजन्टल लोड यसरी आउँदाखेरि त्यसले के गर्छ, यो रबर पिनको क्रस सेक्सन्समा शियर स्ट्रेस डेभलप गर्छ र त्यो शियर स्ट्रेस चाहिँ हाम्रो के हुनुपर्छ भन्दाखेरि उसको परमिसिबल शियर स्ट्रेस अथवा त्यो भन्दा कम्ती हुनुपर्छ। ठ्याक्कै त्यही प्रिन्सिपलमा यहाँनेर शियर स्ट्रेस फाइन्ड आउट गरेको छ अथवा रबर पिनको डायमिटर चाहिँ फाइन्ड आउट गरेको छ। अब होराइजन्टल लोड हाम्रो यदि दुईटा पिन प्रयोग गर्ने हो भने एउटा पिनमा आउने होराइजन्टल लोड भनेको 50 किलोन्युटन हो, टोटल 100 किलोन्युटन आइराखेको छ। न्युटन होराइजन्टल लोड भनेको चाहिँ लेसर इक्वल टु परमिसिबल स्ट्रेस इन्टु सेक्सनल एरिया अफ पिन हो। सेक्सनल एरिया अफ पिनले हामीलाई डायमिटर दिने हो, त्यो इन्टु परमिसिबल भ्यालु अफ शियर स्ट्रेस गर्नुभयो भने यसले हामीलाई के दिन्छ, शियर रेजिस्टिङ क्यापासिटी दिन्छ पिनको। र त्यो शियर रेजिस्टिङ क्यापासिटी भन्दा त्यो पिनमा आउने लोड चाहिँ जहिले पनि के हुनु पर्यो, शियर फोर्स चाहिँ कम हुनु पर्यो। यसले यो कन्डिसन्सको आधारमा हामी के गर्न सक्छौं, पिनको डायमिटर फाइन्ड आउट गर्न सकिन्छ र त्यो दुईटा पिनको केसमा एउटा पिनको डायमिटर चाहिँ 24.6 मिलिमिटर र डायमिटर 25 मिलिमिटर एडप्ट गरेको छ हैन। अब त्यस पछाडी प्लेटको थिकनेसमा जाउँ। प्लेटको थिकनेसमा बेन्डिङ स्ट्रेस इन प्लेट शुड लेसर इक्वल टु परमिसिबल बेन्डिङ स्ट्रेस भनेर यो हामीले यो कन्डिसन्स को आधारमा थिकनेस फाइन्ड आउट गर्नुपर्ने हुन्छ। अब त्यसको लागि यो तलपट्टिको प्लेट हेरौँ। मैले अस्ति थ्योरिटिकल पार्टमा पनि तपाईहरुलाई बताएको थिएँ। वर्स्ट केसमा के हुन्छ, वर्स्ट केसमा के हुन्छ भन्दाखेरि यो चाहिँ मिटको रेस्पेक्टमा यो प्लेट चाहिँ उसको आफ्नो मिटको रेस्पेक्टमा लेबर स्ल्याब यसरी बेन्ड गर्छ है। त्यो चीजलाई अलिकति जस्तो यसरी हेर्न सकिन्छ। यो हाम्रो प्लेट भयो हैन विथको डिरेक्सन्समा। अब वर्स्ट केसमा के हुन्छ, हामी यसको थिकनेस फाइन्ड आउट गर्नको लागि हैन यो मिड वाला पार्टमा यो चाहिँ एज अ क्यान्टिलेभर स्ल्याब बेन्ड गर्छ। त्यो भनेको तपाईले बेन्डिङ हेर्नुभयो भने बेन्डिङ भनेको चाहिँ हाम्रो यसरी बेन्ड गरिराखेको हुन्छ। यसलाई म यसरी देखाउँ। यसरी बेन्ड गर्छ जस्तो एज अ क्यान्टिलेभर स्ल्याब। त्यसैले हामीलाई के चाहिन्छ भन्दाखेरि यसको थिकनेस फाइन्ड आउट गर्नलाई हामीलाई यो लोड चाहिन्छ। हामीलाई यो लोड चाहिन्छ। यो लोड भनेको चाहिँ जहिले पनि हाम्रो यो भर्टिकल रियाक्सन्स, यो माथिपट्टिबाट जुन भर्टिकल रियाक्सन्स आइराखेको हुन्छ हैन, त्यसको रेस्पेक्टमा हामी के गर्न सक्छौं, यो लोड फाइन्ड आउट गर्न सक्छौं। त्यो भनेको यो लोड यो चाहिँ यदि आधा भाग हो भने यसको आधा लोड चाहिँ यहाँनिर आइराखेको हुन्छ र त्यो चाहिँ यो लेन्थको सेन्टरमा एक्ट गरिराखेको हुन्छ। भन्नुको अर्थ तपाईले के गर्न सक्नुहुन्छ, यो बटम प्लेट छ भने बटम प्लेटको हाफ पार्टमा मिडको रेस्पेक्टमा कति लोड एक्ट गर्छ फाइन्ड आउट गर्न सक्नुहुन्छ र त्यो लोड आउने बित्तिकै त्यो लोड इन्टु दिस लेन्थ है, यो लेन्थ। अब तपाईलाई यो प्लेटको विड्थ थाहा छ भनेपछि यो विड्थ हामी फाइन्ड आउट गर्न सक्छौं। यो भनेको उसको लिभर आर्म हो। यो सेक्सन्सको रेस्पेक्टमा उसले मोमेन्ट कति डेभलप गर्छ हामी फाइन्ड आउट गर्न सक्छौं र त्यो मोमेन्ट भनेको चाहिँ हाम्रो के हुनु पर्यो, त्यसले डेभलप गर्ने बेन्डिङ स्ट्रेसेस चाहिँ यो प्लेटको परमिसिबल टेन्साइल बेन्डिङ स्ट्रेस भन्दा कम्ती हुनु पर्यो है। त्यही आधारमा हामी के गर्छौं भन्दाखेरि यसको थिकनेस फाइन्ड आउट गर्छौं। त्यही चीज यहाँ माथिपट्टि गरेको छ हैन। जस्तो
बेन्डिङ स्ट्रेस इन प्लेट हामीले निकाल्छौँ हैन। त्यहाँ आउने बेन्डिङ मोमेन्टको आधारमा जुन चाहिँ हाम्रो पर्मिसिबल टेन्साइल बेन्डिङ स्ट्रेस भन्दा कम हुनुपर्छ र पर्मिसिबल टेन्साइल बेन्डिङ स्ट्रेसको भ्यालु हामीलाई यहाँनिर दिएको छ 160 न्युटन पर मिलिमिटर स्क्वायर हैन। त्यसैले यो चीज हामीलाई थाहा छ। अब तपाईलाई के चाहियो भन्दाखेरि बेन्डिङ स्ट्रेस इन प्लेट चाहियो र म्याक्सिमम बेन्डिङ स्ट्रेस हाम्रो कति हुन्छ भन्दाखेरि त्यसलाई यो एक्सप्रेसनबाट फाइन्ड आउट गर्न सकिन्छ। m डिवाइडेड बाइ सेक्सन्स मोडुलस अफ प्लेट। m भनेको मैले अघि देखाएँ हाफ लोड माथिपट्टि आउने टोटल लोड हाम्रो 1000 किलोन्युटन छ भने त्यसको आधा 500 हुन्छ र 500 इन्टु 1/4 अफ द विथ अफ प्लेट हैन। जम्मा विथ हाम्रो 500 छ भने त्यसको 1/4 भनेको 125 मिलिमिटर हुन्छ। यसले तपाईलाई बेन्डिङ मोमेन्ट दिन्छ म्याक्सिमम हैन। र z को भ्यालु चाहिँ btq डिवाइडेड बाइ 12 हो हैन। btq डिवाइडेड बाइ 12 उसको मोमेन्ट अफ इनर्सिया भयो र डिवाइडेड बाइ t/2 हैन गर्नुभयो भने त्यसले हामीलाई के दिन्छ bt स्क्वायर डिवाइडेड बाइ 6 दिन्छ। यो चाहिँ प्लेटको सेक्सन्स मोडुलस भयो हैन। यसमा अब हाम्रो अननोन भनेको t मात्रै हुन्छ। यो इक्वेसन्सबाट हामी के गर्न सक्छौं t को भ्यालु फाइन्ड आउट गर्न सक्छौं। यो पार्टिकुलर केसमा 60 मिलिमिटर ल्याएछ र बेस प्लेट जति हो नि टप प्लेट पनि मैले अघि भने वास्तवमा त्यसरी नै बिहेभ गर्छ कङ्क्रिट सर्फेस को कन्ट्याक्टमा भएको कारणले गर्दाखेरि। त्यसैले त्यसको थिकनेस पनि हामी 60 मिलिमिटरै एडप्ट गर्छौं। अब स्याडल प्लेटको केसमा यो अलि फरक तरिकाबाट बेन्ड हुन्छ। यो कङ्क्रिट सर्फेसको कन्ट्याक्टमा आउँदैन तर फेरि पनि के हो भने थिकनेस निकाल्ने प्रिन्सिपल चाहिँ त्यही नै हो। बेन्डिङ स्ट्रेस इन प्लेट हैन स्याडल प्लेटमा डेभलप हुने म्याक्सिमम टेन्साइल बेन्डिङ स्ट्रेस चाहिँ उसको पर्मिसिबल टेन्साइल बेन्डिङ स्ट्रेस अथवा त्यो भन्दा कम्ती हुनुपर्छ हैन। त्यही प्रिन्सिपलबाट हामी के गर्छौं भन्दाखेरि प्लेटको थिकनेस फाइन्ड आउट गर्छौं हैन। अब मुख्य रूपमा तपाईले m फाइन्ड आउट गर्नु पर्यो र m को लागि अब यो बीचको प्लेट हेरौं। यो बीचको प्लेट चाहिँ हाम्रो यसरी केमा बसेको छ भन्दाखेरि रोलर माथि बसेको छ भनेपछि यो भनेको चाहिँ सिम्पली सपोर्टेड बीम विथ टु क्यान्टिलेभर्स हैन। यतापट्टि क्यान्टिलेभरिङ गरिरहेको छ यतापट्टि क्यान्टिलेभरिङ गरिरहेको छ। अब यसलाई आइडियलाइज गर्ने हो भने यसको आइडियलाइजेसन चाहिँ यस्तो हुन सक्छ। यो म स्याडल प्लेट ड्र गर्दैछु। यो हाम्रो स्याडल प्लेट भयो हैन। अब यो भनेको चाहिँ हाम्रो उसको रोलर भयो। यो उसको रोलर भयो। यो उसको अर्को रोलर भयो हैन। रोलर टु रोलर स्पेसिङ हामीसँग हुन्छ। त्यसो गर्दाखेरि अब प्लेटको विथ हामीसँग हुन्छ। माथिपट्टिबाट आउने लोड हामीसँग हुन्छ। यो बियरिङमा डेभलप हुने भर्टिकल रियाक्सन्स हैन। अहिले हाम्रो केसमा 1000 किलोन्युटन छ भनेपछि तपाईको यहाँ कति रियाक्सन्स आउँछ यहाँ कति रियाक्सन आउँछ हामी फाइन्ड आउट गर्न सक्छौं र त्यो रियाक्सन्सले मिडमा डेभलप गर्ने म्याक्सिमम बेन्डिङ मोमेन्टको भ्यालु हामी क्याल्कुलेट गर्न सक्छौं र त्यही बेन्डिङ मोमेन्टले डेभलप गर्ने बेन्डिङ स्ट्रेसेस के हुनुपर्छ यसको पर्मिसिबल बेन्डिङ स्ट्रेस अथवा त्यो भन्दा कम हुनुपर्छ है। त्यही प्रिन्सिपलबाट यसको थिकनेस हामीले फाइन्ड आउट गर्ने हो हैन। यहाँ त्यही गरिया छ हैन। यहाँ तपाईहरुले हेर्नुभयो भने m फाइन्ड आउट गरेको छ। m भनेको चाहिँ रियाक्सन्स है। रोलरमा आउने रियाक्सन्स 500 अनि रोलरबाट प्लेटको बीचसम्मको डिस्टेन्स भनेको 150 हैन डिवाइडेड बाइ प्लेटको सेक्सन्स मोडुलस भनेको हाम्रो bt स्क्वायर डिवाइडेड बाइ 6। यसबाट t हामी फाइन्ड आउट गर्न सक्छौं। t को भ्यालु चाहिँ यहाँ 70 मिलिमिटर एडप्ट गरेको छ। तर तपाईहरुलाई अब यो चीज गर्न अगाडि सबभन्दा पहिले यो रोलरको नम्बर आवश्यक पर्छ है। यो चाहिँ रोलरको नम्बर फाइन्ड आउट गरिसकेपछि मात्र यो काम हामी गर्न सक्छौं। किन भन्दा हामीलाई रोलर टु रोलर स्पेसिङ आवश्यक पर्छ हैन। र त्यसको लागि हामीलाई के चाहियो नम्बर अफ रोलर चाहियो रोलरको डायामिटर चाहियो र डायामिटर चाहिँ 75 मिलिमिटर भन्दा कम हुनु हुँदैन भन्ने कोडल गाइडलाइन्स छ। अस्ति मैले तपाईहरुलाई देखाएको थिएँ र त्यही आधारमा तपाईले एज्युम गर्न सक्नुहुन्छ। यो पार्टिकुलर केसमा डायामिटर अफ रोलर भनेर 200 मिलिमिटर एज्युम गरेको छ र एउटा रोलरले लिने लोड भनेको अस्तिको क्लासको एकपटक हेरौं।
यहाँ मैले देखाएको थिएँ हैन। हेर्नुस् त डायमिटर अफ रोलर भनेको चाहिँ यो IRC 83 पार्ट 1 को कोडल प्रोभिजन्स को आधारमा मैले यहाँनिर लिस्टिङ गरेको छ के गाइडलाइन्सहरु 75 मिलिमिटर अथवा त्योभन्दा बढी हुनुपर्छ। अनि त्यसपछि हाम्रो रोलरमा आउने लोड है, यो तपाईले IRC 83 मा गरे हेर्नुभयो भने सिंगल र डबल रोलरको लागि चाहिँ 8 टाइम्स डायमिटर न्यूटन पर मिलिमिटर लेन्थमा उसले रेजिस्ट गर्न सक्ने लोड यति हो है। अब तपाईले टोटल लेन्थले मल्टिप्लाई गरिदिनु भयो भने यसले के दिन्छ, त्यो लेन्थले रेजिस्ट गर्ने भर्टिकल लोड दिन्छ सिंगल एन्ड डबल रोलरको केसमा यदि माइल्ड स्टिल प्रयोग गरिराखेका छौं भने। अब यहाँ अहिले हामी माइल्ड स्टिलकै कुरा गरिराखेका छौं, त्यो कारणले गर्दाखेरि जस्तो यो एक्जाम्पलमा हेर्नुस् त सिंगल अथवा टू रोलर को केसमा 8 इन्टु लेन्थ अफ रोलर इन्टु डायमिटर अफ रोलर हैन 8d भनेर अघि मैले देखाएको थिएँ। अब डायमिटर हामीले लिइसकेका छौं, अब लेन्थले मल्टिप्लाई गरिदिनु भयो भने त्यसले रेजिस्ट गर्ने टोटल भर्टिकल लोड आउँछ। त्यसैले यहाँनिर भर्टिकल लोड टेकन बाइ रोलर्स भनेर 8 इन्टु लेन्थ अफ रोलर इन्टु डायमिटर अफ रोलर भनेर मैले लेखेँ है। अब यो इक्वेसन्समा हेर्नुस् त भर्टिकल लोड टेकन बाइ रोलर यो हामीसँग छ, उसले 1000 किलोन्युटन लोड रेजिस्ट गर्नुपर्ने हुन्छ, त्यही चीज यहाँ लेखिएको छ। अब लेन्थ अफ रोलर हामीसँग छैन, डायमिटर हामीले असाइन गरिसकेका छ। यो इक्वेसन्सले तपाईलाई के दिन्छ, टोटल लेन्थ हैन यति लोड रेजिस्ट गर्नको लागि 200 मिलिमिटर डायमिटर हुँदाखेरि कति आवश्यक पर्छ त्यो चीज यसले दिन्छ है। त्यही चीज यहाँ राखेको 625 मिलिमिटर। र अब हामीले दुईटा रोलर प्रयोग गर्दै छौं भने यो लेन्थ डिवाइडेड बाइ 2 चाहिँ एटलिस्ट कम्तीमा रोलरको लेन्थ हामीले यो लोड रेजिस्ट गर्नको लागि राख्नु पर्ने हुन्छ। अब यो केसमा चाहिँ 2 रोलर्स अफ 400 मिलिमिटर लेन्थ इच प्रोवाइड गर्ने भनेर 400 लेन्थ प्रोवाइड गर्ने भनेर राखेको छ हैन। यो 400 मिलिमिटर लेन्थ प्रोवाइड गर्दाखेरि टोटल लेन्थ भनेको चाहिँ हाम्रो 800 मिलिमिटर हुन्छ, जुन चाहिँ आवश्यक लेन्थ भन्दा अलिकति बढी हुन्छ। यसरी हामी के गर्छौं, नम्बर अफ रोलर, रोलरको लेन्थ र डायमिटर फिक्स गर्छौं। यति भइसकेपछि अब तपाईलाई यो जुन 150 मिलिमिटर छ त्यो 150 मिलिमिटर आउँछ, किन भन्दा रोलर टु रोलर स्पेसिङ मिनिमम क्लियर स्पेसिङ चाहिँ मिनिमम 50 मिलिमिटर हुनुपर्छ भन्ने छ, यो p को भ्यालु हैन। त्यो चीज मैले अस्ति तपाईहरुलाई क्लासमा देखाएको थिएँ हैन। जस्तो यहाँनेर जस्तो यो p को भ्यालु चाहिँ p शुड ग्रेटर इक्वल 50 मिलिमिटर। अब हामी 100 मिलिमिटर एडप्ट गर्दै छौं भनेपछि हाम्रो यो स्पेसिङ हाम्रो आयो। यो स्पेसिङ आउने बित्तिकै हैन यतापटि कति राख्ने यतापटि कति राख्ने भन्ने खालको कुरा हामी छुट्याउन सक्छौं, किन प्लेटको लेन्थ हामीसँग हुन्छ। अनि त्यसो गर्दाखेरि अब यो बीचको पार्टबाट रोलरको सेन्टरसम्मको डिस्टेन्स हामीलाई चाहिन्छ। त्यो भनेको अघि मैले देखाएको थिएँ, जस्तो यसमा हेर्यौं भने हेर्नुस् त यो रोलर भयो, यो रोलर भयो, यो रोलर टु रोलर स्पेसिङ चाहिँ हाम्रो हामीसँग छ। सेन्टर टु सेन्टर स्पेसिङ क्लियर स्पेसिङ हामीले 100 मिलिमिटर राखेका छौं हैन। अनि उसको डायमिटर 200 छ भनेपछि सेन्टर टु सेन्टर डिस्टेन्स हामीले हेर्यौं भने 300 मिलिमिटर हुन्छ। त्यसो गर्दाखेरि यो सपोर्ट देखि यो मिड सम्मको लेन्थ भनेको चाहिँ 150 मिलिमिटर हुन्छ। त्यसैले यो रिएक्सन्स इन्टु 150 मिलिमिटर गर्नुभयो भने यस्तो खाले केसमा बेन्डिङ मोमेन्टको म्याक्सिमम भ्यालु आउँछ हैन। त्यही चीज यो एक्जाम्पलमा यहाँनेर गरेको छ हेर्नुस् त। 500 इन्टु 10⁻³ यो भनेको हाम्रो रिएक्सन्स भयो रोलरको, अनि 150 मिलिमिटर हैन यो बीचसम्मको डिस्टेन्स भयो। र यसरी 70 मिलिमिटर फाइन्ड आउट गरेको छ हैन। त्यो चाहिँ यो काम गरिसकेपछि हामी गर्न सक्छौं हैन। यति गरिसकेपछि अब फाइन्ड नम्बर एन्ड साइज अफ लग र नम्बरको केसमा यसमा फेरि कोडल गाइडलाइन्स छ है। नम्बरको केसमा मिनिमम नम्बर अफ लग चाहिँ जस्तो l/d रेशियोको आधारमा हामीले लिनुपर्ने हुन्छ। यदि l/d चाहिँ लेसर इक्वल टु 6 छ भने 2 लिने, हैन भने 3 लिने भन्ने छ। हाम्रो केसमा अब l/d रेशियो 6 अथवा त्यो भन्दा कम्ती हुने केस हुन्छ।
त्यसो गर्दाखेरि यहाँनेरि दुईटा लग राखेको छ र लगको मिनिमम विड्थ चाहिँ 10 मिलिमिटर राखेको छ। अब लगमा पनि तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि जस्तो यो जुन यहाँ तलपट्टिको लग हुन्छ यो ट्रान्सभर्स डिरेक्सन्समा आउने फोर्स उले रेजिस्ट गर्न सक्छ सक्दैन चेक गर्न सक्नुहुन्छ है। किन अहिले यहाँ ट्रान्सभर्स डिरेक्सन्सको होराइजन्टल लोड दिएको छैन, किन होराइजन्टल लोड भनेको लङ्जिटुडल डिरेक्सन्समा मात्रै एक्ट गर्दैन, ट्रान्सभर्स डिरेक्सन्समा पनि एक्ट गरिराखेको हुन्छ र ट्रान्सभर्स डिरेक्सन्समा एक्ट गर्ने होराइजन्टल फोर्स चाहिँ यो लगले रेजिस्ट गरेको हुनुपर्छ। त्यस आधारमा हामी के गर्न सक्छौं भन्दाखेरि लगको विड्थ चाहिँ फाइनलाइज गर्न सक्छौं। अब यो पर्टिकुलर केसमा नदिएको हुनाले यहाँनेरि लगको मिनिमम विड्थ कोडल प्रोभिजन्सको हिसाबले 10 मिलिमिटर राख्नुपर्छ भन्ने छ, यहाँनेरि चाहिँ 10 मिलिमिटर राखेको छ है। यसरी हामी के गर्न सक्छौं भन्दाखेरि यो मेटालिक बियरिङको डिजाइन गर्न सक्छौं है। यो चाहिँ मैले तपाईहरुलाई अब बियरिङको मेटालिक बियरिङको डिजाइन एक्जाम्पल हैन। अब अलिकति इलास्टोमेरिक बियरिङको डिजाइन एक्जाम्पल हेरौं हैन। अब त्यो चाहिँ डिटेलमा छ। अब इलास्टोमेरिक बियरिङको डिजाइन म यहाँ देखाउँछु। यो चाहिँ मैले तपाईहरुलाई जुन एक्जाम्पल फरवर्ड गरेको छ त्यो एक्जाम्पल भनेको चाहिँ एउटा टी-बीम ब्रिजको है, सिंगल लेन 12 मिटर स्पान दुईटा टु गर्डर सिस्टमको ब्रिजको लागि एउटा कम्प्लिट एक्जाम्पल छ। त्यो भनेको सुपर स्ट्रक्चर्स बियरिङ अनि त्यसपछि सब स्ट्रक्चर्स र फाउन्डेसन छ। एउटा कम्प्लिट पिक्चर आओस् भन्ने हिसाबले एउटा कम्प्लिट ब्रिजको एक्जाम्पल राखेको छ है। त्यसैले तपाईले सुपर स्ट्रक्चर्सको जुन साइज सेपहरु देख्नुहुन्छ नि यो भनेको हामीले अगाडिपट्टि टी-बीम ब्रिजको डिजाइन एक्जाम्पलमा फाइन्ड आउट गरेको सेप साइज हो है यो सबै चीज। अब यसको लागि उले के सोच्छ भन्दाखेरि बियरिङ डिजाइन गर भनेर सोच्छ। हाम्रो प्रब्लम स्टेटमेन्ट त्यही नै हो। यसको लागि हामीलाई के चाहियो भन्दाखेरि बियरिङ चाहियो। अब बियरिङ भन्ने बित्तिकै धेरै किसिमको बियरिङको कुराहरु हुन्छ, मैले अघि अस्तिको क्लासमा बताएको छु। अब हामीले अहिले हेर्ने भनेको चाहिँ यो रेगुलर टाइप सिम्पल ब्रिजेसहरुमा डिरेक्सन्समा ट्रान्सलेसन्स र रोटेसन्स एलो गर्ने बियरिङ हैन एउटा, र अर्कोमा चाहिँ हिन्ज टाइप अफ बियरिङमा चाहिँ रोटेशनल मुभमेन्ट एलो गर्ने बियरिङ हैन। हाम्रो के हुनु पर्यो भन्दाखेरि एउटा साइडमा रोलर टाइप हुनु पर्यो जहाँ चाहिँ लङ्जिट्युडनल र होराइजन्टल ट्रान्सलेसनल मुभमेन्ट एलो हुनु पर्यो, र अर्को सपोर्ट भनेको हिन्ज टाइप हुनु पर्यो जहाँ चाहिँ लङ्जिट्युडनल डिरेक्सन्समा रोटेशनल मुभमेन्ट एलो गर्नु पर्यो हैन। ट्रान्सभर्स डिरेक्सन्सको मुभमेन्ट चाहिँ हामी जहिले पनि रेस्ट्रिक्ट गर्छौं है यो रेगुलर टाइप र सिम्पल टाइप अफ ब्रिजेसमा जुन चाहिँ सिग्निफिकेन्ट हुँदैन हैन। त्यस आधारमा हामीले के गर्नुपर्ने हुन्छ बियरिङ सेलेक्ट गर्नुपर्ने हुन्छ। र अब बियरिङ सेलेक्ट गर्दाखेरि मेटालिक गर्ने कि इलास्टोमेरिक गर्ने कि इलास्टोमेरिकमा पनि मैले भने प्याड बियरिङ हुन सक्छ, पट बियरिङ हुन सक्छ, डिस्क बियरिङ हुन सक्छ है। अब सानो स्पान भन्दाखेरि झन्डै 50 मिटरसम्मको स्पान कभर गर्न सकिन्छ। यहाँ चाहिँ युजुअल स्पान 30 मिटर भनेर लेखेको छ, तर तपाईहरुले 50 मिटरसम्मको स्पान कभर गर्न सक्नुहुन्छ इलास्टोमेरिक प्याड ल्यामिनेटेड है बियरिङबाट। र यसमा पनि के छ भन्दाखेरि अब दुई किसिमको बियरिङ हिन्ज टाइप र रोलर टाइप हैन। हिन्ज टाइपमा चाहिँ ट्रान्सलेसनल मुभमेन्ट कन्ट्रोल गर्नको लागि पिन प्रयोग गर्ने भन्ने हो। त्यो भनेको एउटा चाहिँ हाम्रो प्याड विदाउट पिन हुन्छ, अर्को प्याड भनेको चाहिँ विथ पिन हुन्छ है। यसरी हामी के गर्न सक्छौं इलास्टोमेरिक प्याड बियरिङ चाहिँ अप टु 50 मिटर स्पान है, युजुअली 30 मिटर भनेर लेख्या हो। यो चाहिँ नर्मली है, तर हामी 50 मिटरसम्मको स्पानमा प्याडलाई प्रयोग गर्न सक्छौं। अब यसमा पनि यदि तपाईको स्पान सानो छ है, त्यो भनेको 15 मिटर भन्दा कम्ती छ भने चाहिँ विदाउट पिन आइडेन्टिकल बियरिङहरु प्रयोग गर्छौं। किन भन्दा त्यहाँ हुने मुभमेन्ट चाहिँ सानो हुन्छ, ट्रान्सलेसनल रोटेशनल मुभमेन्ट
त्यसैले तपाईहरुले आइडेन्टिकल बियरिङ प्रयोग गर्न सक्नुहुन्छ सानो स्पानमा। अब यहाँ 12 मिटर स्पानको कुरा भएको हुनाले यहाँ चाहिँ आइडेन्टिकल बियरिङको कुरा गरेको छ है एक्जाम्पलमा। हुँदाखेरि पिन कसरी डिजाइन गर्ने भन्ने खालको कुरो पनि यसमा देखाएको छ। त्यसैले तपाईको फर्स्ट जब के हुन्छ भन्दाखेरि टाइप अफ बियरिङ सेलेक्ट गर्ने बियरिङ डिजाइनमा, र त्यो मैले बताएँ कसरी गर्ने हैन। र त्यसपछि अनि लोड क्याल्कुलेट गर्ने हो बियरिङको लेभलमा आउने लोड। त्यो भनेको अब सुपर स्ट्रक्चर्सबाट आउने जति पनि लोडहरु छ थ्रु बियरिङ तपाईको कहाँ जान्छ, सब स्ट्रक्चरल पार्टमा जान्छ। त्यसैले सुपर स्ट्रक्चर्सको लोड भनेको सबै केमा ल्याउनु पर्यो भन्दाखेरि बियरिङमा लिएर आउनु पर्यो हैन। जस्तो त्यो भनेको अब उसको डेड लोड छ, लाइभ लोड छ, ब्रेकिङ इफोर्टले फोर्स छ, टेम्परेचर सिंकेज क्रिपले डेभलप गर्ने फोर्स छ, विन्ड लोड छ, सेस्मिक लोड छ। यो चाहिँ सबै सुपर स्ट्रक्चर्सको लेभलमा आउने लोडहरु हो र त्यो लोड चाहिँ सब स्ट्रक्चरल पार्टमा बियरिङ थ्रु जाने भएको हुनाले यो सबै लोड हामीले क्याल्कुलेट गर्नुपर्ने हुन्छ, बियरिङको लेभलमा क्याल्कुलेट गर्नुपर्ने हुन्छ एउटा। अनि त्यसपछि तपाईले लोडलाई कम्बाइन गर्नुपर्ने हुन्छ, किन भन्दा सबै लोड सबै ठाउँमा एउटै समयमा एक्ट गर्दैन हैन। उनीहरुको प्रोबेबिलिटी अफ रिस्कको हिसाबले लोडलाई कोडमा कम्बाइन गरेको छ। त्यसैले त्यो कम्बिनेसन्सहरु प्रयोग गर्नु पर्यो र त्यो कम्बिनेसन्स प्रयोग गरेर हामी के गर्छौं, म्याक्सिमम भर्टिकल लोड कति आउँछ, म्याक्सिमम होराइजन्टल फोर्स कति आउँछ बियरिङमा, त्यो चीज क्याल्कुलेट गर्छौं। अब मैले अस्ति तपाईहरुलाई अलिकति बताएँ, वास्तवमा अहिले नयाँ कोड आएको छ, त्यो भनेको IRC 83 पार्ट 2 2018 को एडिसन वाला कोड। अब यो नयाँ कोडमा चाहिँ दुईटै डिरेक्सन्समा हुने मुभमेन्टलाई कन्सिडर गरेर यो इलास्टोमेरिक प्याड चाहिँ डिजाइन गर्ने मेथड प्रिस्क्राइब गरेको छ है यो नयाँ कोडमा। अब तपाईहरुले यो एक्जाम्पल चाहिँ 2010 अगाडिको कोड अथवा त्यो एडिसनको कोडको आधारमा यहाँनिर गरेको छ। अब यसमा चाहिँ तपाईको दुई डिरेक्सन्सको हामी ट्रान्सलेसनल रोटेसनल मुभमेन्ट चाहिँ कन्सिडर गर्दैनौं, पुरानो कोडमा त्यो प्रोभिजन्स छैन। त्यसैले यहाँ तपाईहरुले हेर्नुभयो भने यहाँ चाहिँ लङ्गिट्युडनल डिरेक्सन्सको ट्रान्सलेसन, लङ्गिट्युडनल डिरेक्सन्सको रोटेसन्सको आधारमा के गरेको छ, बियरिङ डिजाइन गरेको छ। अब मोरलेस यो चीज अझैसम्म हाम्रो प्र्याक्टिसमा छ, किन भन्दा नयाँ कोड अनुसार हैन तपाईको अरु लिटरेचरहरु पनि आइसकेको छैन, त्यो पनि भयो। अनि यो 2018 एडिसन भए पनि अब पब्लिश भएर आएको हाम्रो इन्जिनियरिङ कम्युनिटीमा धेरै भएको छैन, त्यसो गर्दाखेरि यो अझै स्टिल प्र्याक्टिसमा छैन। तर मुख्य डिफरेन्स तपाईहरु बुझिराख्नुस्, मैले अलिकति अस्ति देखाएको पनि थिएँ है, दुईटै डिरेक्सन्सको ट्रान्सलेसन्स रोटेसन्सलाई कन्सिडर गरेर नयाँ कोडले के गर्छ भन्दाखेरि डिजाइनको कुरा गर्छ भने पुरानो कोडमा चाहिँ सिग्निफिकेन्ट जुन डिरेक्सन्समा छ त्यसलाई मात्रै कन्सिडर गरेर डिजाइनको कुरा गर्छ। अब पुरानो कोड र नयाँ कोडको सायद आउटपुट तपाईहरुले हेर्नुभयो भने खासै फरक नपर्न सक्छ है, यो चाहिँ चेकै गर्नुपर्छ एकपटक गरेर। किन भन्दाखेरि ट्रान्सभर्स डिरेक्सन्सको रोटेसनल ट्रान्सलेसनल मुभमेन्ट चाहिँ लङ्गिट्युडनल डिरेक्सन्सको तुलनामा कम्ती हुन्छ। त्यसैले बढी इन्फ्लुएन्स डिजाइनलाई गर्ने भनेको चाहिँ लङ्गिट्युडनल डिरेक्सन्सले नै हो। त्यसैले रिजल्टमा आउटपुटमा खासै धेरै फरक नपर्ला हैन, तर नयाँ कोडले चाहिँ अब त्यो चीज कन्सिडर गर्ने भनेर गरेको छ है। अब यो एक्जाम्पलमा त्यो चीज तपाईहरुले पाउनुहुन्न। र पुरानो कोडमा मैले अघि भने पुरानो कोडमा चाहिँ इलास्टोमेरिक बियरिङ है, यो 18 भन्दा अगाडिको स्टेजमा हेर्नुभयो भने यो बियरिङ डिजाइन चाहिँ वर्किङ स्ट्रेस डिजाइन फिलोसफीबाट गरेको छ। त्यसैले यहाँ चाहिँ वर्किङ स्ट्रेस डिजाइन फिलोसफी बाट इलास्टोमेरिक बियरिङको डिजाइन तपाईहरुले पाउनुहुन्छ हैन। र अब 9 वटा कम्बिनेसन्स छ वर्किङ स्ट्रेस डिजाइन मेथडमा। अब सबै कम्बिनेसन्स कन्सिडर गर्नुपर्छ भन्ने जरुरी छैन है। हाम्रो अनुभवले के देखाउँछ भन्दाखेरि बियरिङ डिजाइनमा कम्बिनेसन्स 1, कम्बिनेसन्स 2A, कम्बिनेसन्स 3A र कम्बिनेसन्स 6 है कन्सिडर गरेर डिजाइन गर्नुभयो भने त्यसले अरु कम्बिनेसन्सलाई एड्रेस गर्छ है। त्यसैले यहाँ चाहिँ तपाईले 4 वटा कम्बिनेसन्समा यो होराइजन्टल र भर्टिकल लोड को म्याक्सिमम भ्यालु
फाइन्ड आउट गरेको छ र त्यसैलाई के गरेछ भन्दाखेरि बेरिङ डिजाइनको लागि प्रयोग गरेको छ हैन। र अब यसमा अब यो तपाईहरुले डिटेलमा हेर्नुहुन्छ, म यहाँ यो अर्थमेटिक्समा जाँदिन। सुपर स्ट्रक्चर्सको डेड लोड क्याल्कुलेट गरे आउनु पर्यो हैन, र त्यसलाई एउटा बियरिङमा कति आउँछ। अब यो चाहिँ आइडेन्टिकल बियरिङ प्रयोग गरेको हुनाले तपाईको एउटा स्पानमा है टु गर्डर सिस्टममा 4 वटा सपोर्ट हुन्छ हैन। टु गर्डर सिस्टममा एउटा बीममा तपाईको दुईटा सपोर्ट हुने भयो, दुईटा गर्डर सिस्टममा 4 वटा हुने भयो, त्यसैले 4 वटा बियरिङमा डिभाइड गरेको छ इक्वली। यो चाहिँ आइडेन्टिकल बियरिङको केस भएको हुनाले यदि यही ठाउँमा एक ठाउँमा पिन छ भने चाहिँ भर्टिकल लोड चाहिँ 4 वटामा बाँड्नु पर्यो, होराइजन्टल लोड आयो भने चाहिँ दुईटामा मात्रै बाँड्नु पर्ने हुन्छ। किन भन्दा रोलर टाइप सपोर्टले होराइजन्टल लोड लिँदैन है, हिन्ज टाइप सपोर्टले मात्रै होराइजन्टल लोड लिने हो, किन होराइजन्टल रियाक्सन्स हिन्जमा मात्रै हुन्छ, रोलरमा हुँदैन है। त्यो चीज याद गर्नु पर्यो। यहाँ चाहिँ आइडेन्टिकल बियरिङ भएको हुनाले भर्टिकल लोड पनि होराइजन्टल लोड पनि डिभाइडेड बाइ 4 गरेको छ है। अनि लाइभ लोड सुपर स्ट्रक्चर्सको फाइन्ड आउट गर्नु पर्यो, सबभन्दा म्याक्सिमम कुन पोजिसन्समा आउँछ हैन। अनि ब्रेकिङ इफोर्टले डेभलप गर्ने लोड फाइन्ड आउट गर्नु पर्यो। तर त्यसरी फाइन्ड आउट गर्दाखेरि जहिले पनि के हेर्नु पर्यो भन्दाखेरि जहाँ होराइजन्टल लोड आइराखेको हुन्छ नि, होराइजन्टल लोड भनेको तपाईको बेरिङको लेभलमा एक्ट गरिराखेको हुँदैन हैन, त्यो भनेको उसको आफ्नो ठाउँमा एक्ट गरिराखेको हुन्छ। जस्तो अब ब्रेकिङ इफोर्टले डेभलप गर्ने फोर्स भनेको हाम्रो जहिले पनि वेरिङ कोर्सबाट 1.2 मिटर माथि एक्ट गर्छ कोडल प्रोभिजन्सको हिसाबले। त्यसो गर्दाखेरि तपाईले के गर्नुपर्ने हुन्छ भने उसको त्यो होराइजन्टल फोर्स सँगसँगै त्यसले डेभलप गर्ने भर्टिकल रियाक्सन्स पनि क्याल्कुलेट गर्नुपर्ने हुन्छ हैन। त्यो भनेको बियरिङको लेभलमा उसले डेभलप गर्ने भर्टिकल रियाक्सन्स है, त्यो समेत कन्सिडर गर्नुपर्ने हुन्छ। त्यसैले यहाँ तपाईले हेर्नुभयो भने यो होराइजन्टल लोड सँगसँगै यसले डेभलप गर्ने भर्टिकल रियाक्सन्स पनि फाइन्ड आउट गरेको छ। विन्डको केसमा पनि त्यही भयो, किन भन्दा विन्ड एक्ट गर्ने भनेको एक्सपोज्ड एरियाको सिजीमा हो, त्यो भनेको बेरिङ लेभल भन्दा माथि हुन्छ। यसमा पनि तपाईको भर्टिकल रियाक्सन्स डेभलप हुन्छ र होराइजन्टल रियाक्सन्स पनि आइराखेको हुन्छ। त्यो चीज बेरिङमा फाइन्ड आउट गर्नु पर्यो हैन। अनि सेस्मिक लोड यो हाम्रो मासको सेन्टरमा एक्ट गर्छ, जुन चाहिँ बेरिङ लेभलमा हुँदैन। सुपर स्ट्रक्चर्सको कुरा गर्दाखेरि हैन त्यो माथि हुन्छ। त्यसले क्याल्कुलेट गरेको सेस्मिक लोड चाहिँ बेरिङ लेभलमा ल्याउँदाखेरि त्यहाँनेरि होराइजन्टल लोड मात्र नभएर उसको भर्टिकल रियाक्सन्स पनि हुन्छ। त्यो चीज हामीले फाइन्ड आउट गर्नु पर्यो। त्यो चीज यहाँनेरि क्याल्कुलेट गरेर देखाएको छ। अब लोडै कसरी क्याल्कुलेट गर्ने तपाईहरुलाई ब्रिज लोडिङमा मैले बताइसकेको छु। जस्तो सेस्मिक लोड कसरी क्याल्कुलेट गर्ने, विन्ड लोड कसरी क्याल्कुलेट गर्ने हैन, अथवा लङ्गिट्युडनल ब्रेकिङ इफोर्टले इन्ड्युस गर्ने फोर्स कसरी क्याल्कुलेट गर्ने, क्रिप श्रिङ्केजले इन्ड्युस गर्ने फोर्सेस कसरी क्याल्कुलेट गर्ने, यो चीज हामीले अगाडिपट्टि हेरिसकेका छौं। अनि त्यही प्रिन्सिपलहरु यहाँनेरि प्रयोग गरेका छ। त्यसैले म के सजेस्ट गर्छु भन्दाखेरि यो एक्जाम्पल बुझिँदैन हामी इन्टरेक्सन्स गर्न सक्छौं। र यति गरिसकेपछि अनि मैले अघि जुन 4 वटा कम्बिनेसन्स हामी यहाँ कन्सिडर गर्दै छौं, त्यो कम्बिनेसन्समा तपाईले अब कम्बाइन गर्नुहुन्छ है, कोडको प्रोभिजन्स अनुसार कम्बाइन गरेर अब एलोङ ट्राफिक एक्रॉस ट्राफिक, त्यो भनेको ब्रिजको लङ्गिट्युडनल डिरेक्सन्स, ब्रिजको ट्रान्सभर्स डिरेक्सनमा लोड कति आउँछ यहाँनेरि चाहिँ लिस्टिङ गर्नुहुन्छ है। र अब डिजाइन गर्दाखेरि परमिसिबल के अरे वर्किङ स्ट्रेस डिजाइन मेथडमा डिजाइन गर्दैछौँ भने मेटेरियलको स्ट्रेन्थ कति लिने भन्ने खालको कुरा यसले गाइड गर्छ। तर अब हामी सेक्सन्स डिजाइन सबै हामी केमा गर्छौं, हामी लिमिट स्टेट डिजाइन मेथडमा सेक्सन्स डिजाइन गर्छौं हैन। त्यसो गर्दाखेरि प्रयोग गर्न परेन हैन। तर यदि वर्किङ स्ट्रेस डिजाइन मेथडबाट डिजाइन सेक्सन्स डिजाइनहरु गर्ने हो भने त्यो खाली केसेसमा चाहिँ यो भ्यालु कन्सिडर गर्नुपर्ने हुन्छ। अब यसरी लोड लिस्टिङ गरिसकेपछि अनि त्यसपछि तपाईले हरेक कम्बिनेसन्सको लागि बेरिङ डिजाइन गर्ने हो हैन। किन हरेक कम्बिनेसन्समा आउने भर्टिकल लोड र होराइजन्टल लोडको भ्यालु फरक हुन्छ। एड्रेस हुने हिसाबबाट तपाईले के गर्नुपर्ने हुन्छ, बेरिङको साइज फाइन्ड आउट गर्नुपर्ने हुन्छ। र अब यहाँनेरि
यो डिफ्रेन्ट कम्बिनेसन्सको लागि देखाएको छ। फर्स्ट चाहिँ कम्बिनेसन्स 1 को केसमा त्यहाँ हाम्रो के छ भन्दाखेरि लोड चाहिँ 459.06 किलोन्युटन, यो सबै वर्किङ लोड भयो है। यसमा चाहिँ पार्शियल सेफ्टी फ्याक्टर फर लोडले मल्टिप्लाई गरे हुँदैन छैन भनौँ भनेको चाहिँ टोटल भर्टिकल लोड भयो हैन, डेड लोड, लाइभ लोड, अनि त्यसपछि अरु जुन भर्टिकल रियाक्सन्सहरु आइराखेको हुन्छ टोटल समेशन्स हो यो भनेको। अब एन मिनिमम भनेको चाहिँ अरु लोड एक्जिस्ट नगर्दाखेरि डेड लोड मात्रै हुन्छ है, त्यो चाहिँ मिनिमम लोड जुन चाहिँ ब्रिज स्ट्रक्चर्समा जहिले पनि एक्जिस्ट गरिराखेको हुन्छ हैन, त्यो चाहिँ मिनिमम लोड। यो चीज हामी फाइन्ड आउट गर्छौं, होराइजन्टल लोड फाइन्ड आउट गर्छौं। यति भइसकेपछि र अस्ति मैले तपाईहरुलाई कोडको टेबलको कुरा गरेका थिएँ, जस्तो IRC 83 पार्ट 2 मा गएर हेर्नुभयो भने यस्तो किसिमको एउटा टेबल दिएको छ। यसले के गर्छ भन्दाखेरि एप्रोक्सिमेट प्लान डाइमेन्सन्स हैन, अनि त्यसपछि स्टिल प्लेटको थिकनेस, इन्टरनल लेयरको थिकनेस र इन्टरनल लेयरको नम्बर कति राख्ने भन्ने खालको कुरा चाहिँ सिलेक्ट गर्नलाई गाइड गर्छ टेबल। यो टेबल प्रयोग गर्नुस्। अब नयाँ उसमा चाहिँ फ्याक्ट्रीले सप्लाई गर्ने स्ट्यान्डर्ड प्लान डाइमेन्सन्स हरु दिएको छ है नयाँ कोडमा। तपाईले यो टेबल देख्नुहुन्न, तर यो टेबललाई नयाँ कोड अनुसार पनि प्रयोग गर्न सकिन्छ, किन एन म्याक्स र एन मिनिमम हुने बित्तिकै हामीलाई जुन चाहिने साइज हुन्छ नि मोटामोटी रूपमा त्यो चाहिँ यसले दिन्छ। र एन म्याक्स एन मिनिमम मैले अघि भनिहालेँ, म्याक्सिमम भर्टिकल लोड हैन र मिनिमम भर्टिकल लोड जुन चीज हामीले कम्बिनेसन्स अनुसार फाइन्ड आउट गरे हुन्छ त्यो हुने बित्तिकै अब हेर्नुस् त कति लिने, ओभरअल लेन्थ कति लिने, थिकनेस अफ इन्टरनल लेयर कति लिने, इन्टरनल लेयरको नम्बर कति लिने हैन, यो चीज चाहिँ यो टेबलबाट तपाईहरुले फाइन्ड आउट गर्न सक्नुहुन्छ है। एकपटक हेर्नुस् हैन, यहाँनेरि सिधै मैले लेखेको छु हैन, यो भनेको चाहिँ दिस इज फाइनल हो। तपाईको टेबल अनुसार यो साइज नमिल्न सक्छ, किन भन्दा टेबलले दिने भनेको एप्रोक्सिमेट स्ट्यान्डर्ड साइज हो, एप्रोक्सिमेट स्ट्यान्डर्ड साइज। तर पछि डिजाइन गर्दाखेरि तपाईले त्यो साइज स्लाइडली चेन्ज गर्नुपर्ने हुन सक्छ यदि केही कन्डिसन्सहरु सेटिस्फाई भएन भने। त्यो कन्डिसन सेटिस्फाई गर्ने हिसाबबाट हामीले लेन्थ ब्रेथ थिकनेस चाहिँ चेन्ज गरेको हुन्छ। यो चाहिँ फाइनल साइज यहाँनेरि दिएको छ हैन, र त्यो साइजहरु आइसकेपछि हैन त्यो भनेको हामीले एप्रोक्सिमेटली के गर्यौं, सेप साइज असाइन गर्यौं। अब ज्योमेट्रिकल डिजाइनमा उसको स्टेबिलिटी वाला पार्ट चेक गर्नुपर्ने हुन्छ, त्यो भनेको L नट डिवाइडेड बाइ B नट को रेशियो चेक गर्नु पर्यो। अनि त्यसपछि B नट र H को रिलेसन्स चेक गर्नु पर्यो हैन, अनि सेप फ्याक्टर चेक गर्नु पर्यो। बेयरिङ स्ट्रेस इन कंक्रीट शुड लेस अर इक्वल टु एलोवेबल बेयरिङ स्ट्रेस। यो अघि मैले भने वास्तवमा प्याडको एरिया हामीले जुन टेबलबाट ल्याएको हुन्छ त्यो एरिया पुग्छ कि पुग्दैन बेयरिङ स्ट्रेसको रेस्पेक्टबाट, त्यो चीज यहाँनेर देखाएको छ है। यति चीज चाहिँ तपाईले ज्योमेट्रिकल डिजाइनमा गर्नुपर्ने हुन्छ एप्रोक्सिमेटली सेप साइज असाइन गरिसकेपछि। र सेप साइज असाइन गर्ने भनेको चाहिँ कोडल गाइडलाइन्स अनुसार हामी गर्छौं। र हाम्रो टेन्डेन्सी भनेको जहिले पनि के हुन्छ भन्दाखेरि जुन फ्याक्ट्रीमा तयार हुने स्ट्यान्डर्ड साइजहरु हुन्छ नि, हाम्रो डिजाइन भनेको त्यही स्ट्यान्डर्ड साइज अनुसार हुनुपर्छ भन्ने हाम्रो टेन्डेन्सी हुन्छ जहिले पनि। किन भन्दा स्ट्यान्डर्ड साइज भन्दा बाहिरको साइज तपाईले जाने बित्तिकै फ्याक्ट्रीले तपाईलाई सप्लाई नगर्न सक्छ, किन भन्दा त्यो सेटअप त्यहाँ हुँदैन है, उनीहरुको त्यो सेटअप हुँदैन। किन भन्दा यो तुरुन्त कास्ट गरेर कुनै पनि सेपमा कुनै पनि साइजमा तुरुन्त कास्ट गरेर तयार हुने चीज होइन है। स्ट्यान्डर्ड एसेम्ब्लिज छ, त्यो एसेम्ब्लिजको क्यापासिटी अनुसारको साइज मात्रै उसले के गर्न सक्छ, तयार गर्न सक्छ। त्यसैले जहिले पनि हामी के गर्छौं, यो एप्रोक्सिमेट सेपिङ साइजिङ गरिसकेपछि फाइनल गर्दाखेरि फ्याक्ट्रीको सेप साइज नै प्रयोग गर्छौं है। त्यो सेप साइजमा उ सेफ हुन्छ कि हुँदैन भन्ने हिसाबले हामी हेर्छौं, त्यो चीज चाहिँ याद गर्नुपर्ने हुन्छ है। र अब स्ट्रक्चरल डिजाइन, ज्योमेट्रिकल डिजाइन पार्ट सकेपछि स्ट्रक्चरल डिजाइनमा
अब ट्रान्सलेसन्समा चेक गर्ने त्यो भनेको त्यहाँ आउने स्ट्रेन चाहिँ 0.7 अथवा त्योभन्दा कम्ती हुनुपर्छ, यो एउटा कन्डिसन सेटिस्फाई गर्नु पर्यो। बियरिङलाई रोटेसन्समा चेक गर्ने, त्यो भनेको तपाईको डिजाइन रोटेसन्स अथवा जुन स्लोप त्यहाँ डेभलप भइराखेको हुन्छ त्यो चाहिँ उसको लिमिटिङ भ्यालु अथवा त्योभन्दा कम हुनुपर्छ, यो कन्डिसन सेटिस्फाई गर्छ गर्दैन चेक गर्ने। त्यस पछाडि चेक फर फ्रिक्सन है, ऊ आफै मुभ गर्छ कि गर्दैन हैन, त्यो चेक गर्ने बियरिङको, त्यो भनेको डिजाइन स्ट्रेन इन बियरिङ चाहिँ शुड लेस अर इक्वल टु 0.2 प्लस 0.1 सिग्मा एम अथवा त्योभन्दा कम हुनुपर्छ, एउटा यो कन्डिसन चेक गर्छौं। अर्को चाहिँ त्यहाँ डेभलप हुने नर्मल स्ट्रेसको भ्यालु चाहिँ 2 भन्दा बढी 10 अथवा त्योभन्दा कम्ती हुनुपर्छ, हामी चेक गर्छौं है। यसरी बियरिङ आफै मुभ गर्छ गर्दैन भन्ने खालको कुरो अथवा फ्रिक्सन्समा उ सेफ छ कि छैन भन्ने खालको कुरो यो कन्डिसन्सको आधारमा चेक गर्छौं। र फाइनली जुन प्याड छ, प्याडमा हाम्रो कम्प्रेसन्सको कुरो भइराखेको हुन्छ, ट्रान्सलेसन्सको कुरो भइराखेको हुन्छ, रोटेसन्सको कुरो भइराखेको हुन्छ, र त्यो तीनटै केसमा के हुन्छ भन्दाखेरि इलास्टोमेर को लेयरमा शेयर स्ट्रेस डेभलप हुन्छ। स्ट्रेस भनेको चाहिँ यो आर्टिफिसियल रबरको केसमा 5 न्युटन पर मिलिमिटर स्क्वायर एक्सिड गर्न हुँदैन। त्यसैले तपाईले के गर्नुहुन्छ, कम्प्रेसन्समा अनि त्यसपछि ट्रान्सलेसनमा अनि रोटेसन्समा यो इक्वेसन्सको मद्दतबाट शेयर स्ट्रेसको भ्यालु फाइन्ड आउट गर्नुहुन्छ र त्यसको समेसन 5 एक्सिड गर्छ गर्दैन चेक गर्नुहुन्छ है। अब यसमध्येमा कुनै पनि कन्डिसन सेटिस्फाई गरेन, कुनै एउटा कन्डिसन सेटिस्फाई गरेन, तपाईले के गर्नुपर्ने हुन्छ, यो अगाडि जुन हामीले असाइन गरेको साइज छ त्यसलाई चाहिँ रिभाइज गर्नुपर्ने हुन्छ है। र त्यसरी रिभाइज गर्दा फेरि पनि याद गरौँ, व्हाट इज स्ट्यान्डर्ड साइज हामीले फलो गर्नुपर्छ र स्ट्यान्डर्ड साइज फलो गर्नको लागि कोडल गाइडलाइन्सहरु हामीले प्रयोग गर्ने हो। अब नयाँ कोडमा त ठ्याक्कै अहिले यो 20R सिरिज भनेर हाम्रो मार्केटमा बियरिङको साइजहरु दिएको छ। अब अघि देखाएको टेबलले चाहिँ अहिलेको मार्केटलाई रिप्रेजेन्ट गर्दैन है। तपाईलाई डिजाइन नयाँ कोडमा चाहिँ फेरि दुईटा सिरिज छ नि, त्यो कुन चाहिँ युज गर्ने हामीले अहिले गर्ने भनेको चाहिँ 20R। ए हस् सर, 20R सिरिज हैन, यो गर्नु पर्यो हैन। अब यो फर्स्ट एउटा कम्बिनेसन्सको लागि गरेको छ, त्यस्तै अरु कम्बिनेसन्सको लागि पनि गरेको छ हैन। र अब सबै कम्बिनेसन्सलाई हुने हिसाबले हामीले साइज फाइनल गर्छौं। पिन सहित प्रयोग गर्ने हो भने चाहिँ पिनमा आउने होराइजन्टल लोड, हेर्नुस् त होराइजन्टल लोड अघि त्यहाँनेरि मैले देखाएँ कम्बिनेसन्स अनुसार हैन। त्यो होराइजन्टल लोड चाहिँ पिन भएको बियरिङ, र पिन भएको बियरिङ भनेको एउटा एन्डमा मात्रै हुन्छ, दुईटै एन्डमा हुँदैन। भन्नुको अर्थ एउटा एन्ड भनेको यो पार्टिकुलर एक्जाम्पलमा हाम्रो के हुन्छ, दुईटा बीम मुनतिरपट्टिको बियरिङ भन्ने बुझिन्छ। भनेपछि दुईटा बियरिङमा होराइजन्टल लोड कति आउँछ हैन, लोडको आधारमा अब तपाईले के गर्नुहुन्छ, पिनमा शेयर स्ट्रेस फाइन्ड आउट गर्नुहुन्छ, किन होराइजन्टल लोडले पिनमा डेभलप गर्ने भनेको शेयर स्ट्रेस नै हो। र त्यो शेयर स्ट्रेस चाहिँ के हुनु पर्यो भन्दाखेरि यो परमिसिबल भ्यालु अथवा त्यो भन्दा कम हुनु पर्यो। यस हिसाबबाट तपाईले डायमिटर र पिनको नम्बर, जस्तो यहाँ एउटा मात्रै राखेको छ तर यो पिन तपाईको दुईटा हुन सक्छ हैन। तपाईको अब यो लामो प्याड छ भने त्यो केसमा 3 वटा हुन सक्छ है। यसरी हामी के गर्छौं, डायमिटर सँगसँगै पिनको नम्बर पनि डिसाइड गर्छौं है। अब त्यो चीज यहाँ गरेर देखाएको छ। अब मैले तपाईहरुलाई सजेस्ट गर्ने भनेको यो एक्जाम्पल एकपटक थरली हेरौं, डिटेलमा छ हैन। अब कोड सँगसँगै तपाईहरुले रेफर गर्न सक्नुहुन्छ। अब कतिपय कुरो नबुझिन सक्छ हैन। अब त्यो चीज चाहिँ हामी तपाईहरुले हेरिसकेपछि हामी इन्टरेक्सन्स गर्न सक्छौं हैन। अब यो एक्जाम्पल वाला पार्टमा मैले तपाईहरुसँग शेयर गर्न खोजेको इन्फर्मेसन्स यति हो हैन। अब यसमा के छ हाम्रो, मैले फर्दर एलाबोरेट गर्नुपर्ने कुरा, एक्सप्लेन गर्नुपर्ने कुरा,
सर त्यो मेटालिकमा थिकनेस चेक गरे होला एकचोटि मेनमा फेरि मेटालिक बियरिङमा हैन त्यो प्लेटको थिकनेस जस्तो यही भयो प्लेटको थिकनेसको लागि हैन हामीले के गर्यौं भन्दाखेरि प्लेटमा डेभलप हुने म्याक्सिमम स्ट्रेस हेर्नुस् है त्यो भनेको यसलाई अघिकै त्यो वर्कसिटमा म देखाउँछु है यो बेस प्लेटको कुरा गर्दैछु है यो हाम्रो बेस प्लेट भयो सबभन्दा अथवा बटम प्लेट भयो हैन बटम प्लेट चाहिँ हाम्रो वर्स्ट केसमा के हुन्छ यसरी बेन्ड गर्छ रियलमा के हुन्छ भन्दाखेरि वास्तवमा यो प्लेट त कम्प्लिट सर्फेसमा रेस्ट गरिराखेको हुन्छ नि तलपट्टि क्याप हुन्छ क्यापको कम्प्लिट सर्फेसमा रेस्ट गरिराखे हुँदाखेरि त्यहाँ बेन्डिङ हुँदैन हेर्नुस् रियलमा तर तपाईको यदि तलपट्टिको सर्फेस अनइभन छ स्मुथ छैन भने त्यो केसमा यो के गर्छ बेन्ड गर्छ र कतिखेर म्याक्सिमम बेन्डिङ हुन्छ भन्दाखेरि जतिखेर यो सेन्टरको रेस्पेक्टमा यो बेन्ड गर्छ त्यतिखेर त्यहाँ डेभलप हुने मोमेन्ट चाहिँ म्याक्सिमम हुन्छ त्यसैले तपाईले यो मोमेन्टको भ्यालु फाइन्ड आउट गर्नु पर्यो हैन यो मोमेन्टको भ्यालु फाइन्ड आउट गर्ने बित्तिकै त्यो मोमेन्टले हामीलाई के दिन्छ फ्लेक्सर फर्मुला प्रयोग गरेर म्याक्सिमम बेन्डिङ स्ट्रेसको भ्यालु दिन्छ जुन म्याक्सिमम बेन्डिङ स्ट्रेस भनेको चाहिँ हाम्रो m डिवाइडेड बाइ z हो हैन m हामीले निकाल्यौं z भनेको प्लेटको सेक्सन्स मोडुलस हैन विथ हामीलाई थाहा छ थिकनेस हामी निकाल्दै छौं थिकनेसको टर्ममा यसरी लेख्न सकिन्छ विथ इन्टु थिकनेस स्क्वायर डिवाइडेड बाइ 6 यो भनेको सेक्सन्स मोडुलस भयो यो भनेको त्यहाँ डेभलप हुने म्याक्सिमम बेन्डिङ मोमेन्ट यसले हामीलाई के दियो भन्दाखेरि म्याक्सिमम बेन्डिङ टेन्साइल स्ट्रेस दियो हैन र त्यो चाहिँ के हुनु पर्यो भन्दाखेरि उसको परमिसिबल टेन्साइल स्ट्रेस अथवा त्यो भन्दा कम हुनु पर्यो सिम्पल हेर्नुस् त यो इक्वेसन इज भेरी सिम्पल यो भनेको हाम्रो दिस इज फ्लेक्सर फर्मुला हैन यो m डिवाइडेड बाइ z सिग्मा pt भनेको यो हाम्रो फ्लेक्सर फर्मुला हो र फ्लेक्सर फर्मुला प्रयोग गरेर हामीले के गर्ने हो भन्दाखेरि थिकनेस फाइन्ड आउट गर्ने हो अब अलिकति नि जस्तो तपाईहरुको अब नेक्स्ट विक दुईटा हो हाम्रो क्लास हुने भनेको मन्डे र वेडनेसडे हैन फ्राइडे देखि त छुट्टी नि छ अब अहिले तपाईहरुलाई नि यो कोर्समा किन अझैसम्म हुनलाई अब आईओले इन्स्ट्रक्सन्सहरु तयार गरेका छैन है जस्तो एसेसमेन्टहरु कसरी गर्ने फाइनल एक्जाम कसरी गर्ने यी चीजहरु चाहिँ अझै पनि निदो गरिसकेको छैन तर मैले अब यो कोर्समा तपाईहरुलाई अब इभ्यालुएसन्स पनि गर्नुपर्ने हुन्छ हैन एउटा अब इन्टरनल एसेसमेन्टको कुरा हुन्छ 20 मार्क्सको र अर्को चाहिँ तपाईहरुको खासै फिल्ड भिजिट फिल्ड वर्क भनेर राखेको छ है त्यो 25 मार्क्सको अब यो सेमेस्टर अब ती सबै कुराहरुको सम्भावना छैन तर इभ्यालुएसन्स गर्दा मैले 45 मार्क्समा इभ्यालुएट गर्नुपर्ने हुन्छ म अहिले के सोचिराखेको छु भने जस्तो अब अर्को हप्ता यो दशैं अगाडि तपाईहरु जान अगाडि चाहिँ इन्डिभिजुअल असाइनमेन्ट दिने र त्यही असाइनमेन्टको आधारमा यो मार्क्स दिने अथवा तपाईहरुको असेसमेन्ट चाहिँ फाइनल गर्ने भन्ने खालको मैले सोचिराखेको छु त्यसैले नेक्स्ट विक चाहिँ तपाईहरुले असाइनमेन्ट पाउनुहुन्छ हैन र त्यो असाइनमेन्ट चाहिँ अब ठ्याक्कै अहिले डेडलाइन म तोक्दिन त्यो भनेको अब यो सेमेस्टरको एक्जाम कहिले हुन्छ अब त्यो एक्जाम हुनु भन्दा अगाडिपट्टि तपाईहरुले त्यो चाहिँ मलाई सबमिट गर्नुहुन्छ अब थाहा छैन कति फेभरेबल हुन्छ हाम्रो स्थिति हैन अब अलिकति फेभरेबल भयो भने तपाईहरुले त्यो काम हार्ड कपीमै मलाई सबमिट गर्नुहुन्छ र त्यसैको आधारमा म इभ्यालुएसन्स गर्छु हैन अब यदि फेभरेबल भएन भने त्यो केसमा चाहिँ अब सफ्ट कपीमा तपाईहरुले मलाई बुझाउनु पर्ने हुन्छ है मैले त्यसरी सोचिराखेको छु यो चाहिँ मैले तपाईहरुलाई अलिकति अवेयर गर्न खोजे हो अब अरु केही क्वेशन्स छ सर अलि फरक क्वेशन है त्यो डबल रिइन्फोर्स स्ल्याबमा सर स्टिरअप हाल्नु पर्दा कसरी हालिन्छ डबली रेन्फोर्स्ड स्ल्याब नर्मली स्ल्याबको थिकनेस सानो हुन्छ हैन
थिकनेस सानो भएको दुईटा चिज याद गर्नुहोस् एउटा एकछिन है एउटा थिकनेस सानो हुन्छ अर्को चाहिँ तपाईको विथ ठुलो हुन्छ है बीमको केससँग कम्पेयर गर्नुभयो भने बीमको विथ सानो हुन्छ उसको थिकनेस अथवा डेप्थ ठुलो हुन्छ त्यही भएर त्यहाँ हामीले शेयरको कुरा गर्दा शेयर एन्फोर्समेन्टको कुरा गर्दा क्लोज शेयर स्टिरअप्स हामीले भर्टिकल स्टिरअप्स अथवा शेयर स्टिरअप्स भनेर क्लोज फर्ममा हामी प्रोभाइड गर्छौं है अब स्ल्याबमा तपाईको थिकनेस सानो विथ ठुलो हुने भएको कारणले गर्दाखेरि क्लोज स्टिरअप्स हामी प्रोभाइड गर्न सक्छौं म अलिकति यहाँ देखाउँ है जस्तो यो तपाईको स्ल्याब भयो है यो स्ल्याब म यहाँ देखाउँदै छु हैन यो तपाईको स्ल्याब भयो अब तपाईको यो स्ल्याब भनेको नर्मली सिंगली रेन्फोर्स्डै हुन्छ डबली रेन्फोर्स्ड सानो थिकनेसमा डिजाइन गरिँदैन सबैले डबली रेन्फोर्स्ड सेक्सन्स पनि डिजाइन हुन सक्छ हैन तर जे भए पनि तपाईको के हुन्छ भन्दाखेरि बार चाहिँ एउटा डिजाइन बार तल हुन्छ है सिंगली रेन्फोर्स्ड सेक्सन्समा यसरी डिजाइन बार चाहिँ आइराखेको हुन्छ म यसलाई यसरी देखाउँ र माथिपट्टि चाहिँ तपाईको डिटेलिङ बारहरु हुन सक्छ जस्तो टेम्परेचर रेन्फोर्समेन्ट यो थिकनेस अलिकति ठुलो भयो भने ब्रिजमा चाहिँ स्ल्याबमा माथिपट्टि हामीले टेम्परेचर रेन्फोर्समेन्ट दुईटै डिरेक्सन्समा प्रोभाइड गरे हुन्छौं मैले यहाँ अहिले एउटा डिरेक्सन्समा मात्रै देखाएँ अब यही चीज अर्को डिरेक्सन्समा देखाउने हो भने यहाँ यसरी तपाईको के आइराखेको हुन्छ बारहरु आइराखेको हुन्छ हैन यहाँ रफली देखाउँ है अब यहाँ यो चाहिँ सिम्बोलिकली म देखाउँदै छु है यो अर्को डिरेक्सन्सको बार भयो अलिकति सानो गर्छु अब मैले अघि भने क्लोज स्टिरअप्सको फर्ममा शेयर एन्फोर्समेन्ट राख्न सकिँदैन यहाँनिर दुईटा तरिका हुन सक्छ यदि तपाईले स्ल्याबमा शेयर एन्फोर्समेन्ट राख्नु हुँदैछ भने हामी के गर्न सक्छौं भने यसरी एउटा सर्टेन इन्टरभलमा है शेयर स्टड्स भनेर यसरी भर्टिकल बार वेल्ड गरेर राख्न सक्छौं है म यहाँ देखाउँदै छु जस्तो यो चाहिँ यसरी राखिएको हुन सक्छ एउटा सर्टेन इन्टरभलमा हैन यो चाहिँ प्राय शेयर स्टड्स राख्ने भनेको चाहिँ हाम्रो वेल्डिङ गरेर हो तलपट्टिको बारमा हामीले के गरे हुन्छ यसरी वेल्ड गरे हुन्छ यो चाहिँ ब्रिजमा प्रयोग गरे हुन्छ तपाईहरुले हेर्नुभयो भने ब्रिजको फुटिङको थिकनेसहरु ठुलो हुन्छ है फुटिङको थिकनेसहरु र फुटिङको थिकनेस घटाउनको लागि शेयर एन्फोर्समेन्ट हामीले प्रोभाइड गर्नुपर्ने हुन्छ र शेयर एन्फोर्समेन्ट प्रोभाइड गर्दाखेरि जुन हाम्रो युजुअल प्र्याक्टिस छ क्लोज स्टिरअप्समा त्यसरी नगरिकन यसरी हामी के गर्छौं राख्छौं है यो चाहिँ हाम्रो शेयर स्टिरअप्स लाई हामीले शेयर स्टडको फर्ममा राख्यौं है यो चाहिँ सर्टेन इन्टरभलमा यसरी बसिराखेको हुन्छ यसले के गर्छ र यो दुईटै डिरेक्सनमा हुन सक्छ टु वे स्ल्याब छ तपाईको दुईटै डिरेक्सनमा हुन्छ वन वे स्ल्याब छ भने सर्टर स्पानको डिरेक्सन्समा मात्रै हुन्छ है एउटा यो हुन सक्छ अर्को चाहिँ ह्याट शेपमा हेर्नुस् त तपाईको ह्याट शेपमा यसरी बस्या हुन्छ म यहाँ ड्रा गर्छु
र यो चाहिँ हामीले यसरी राखेका हुन्छ हेर्नुहोस् त। अब यसको फाइदा चाहिँ यो हेड सेपको सेयर एन्फोर्समेन्टको फाइदा भनेको चाहिँ यसलाई वेल्ड गरिराख्न पर्दैन। तलपट्टिको जुन लेग हुन्छ त्यो लेग चाहिँ हामी के गर्छौँ, बटम रेन्फोर्समेन्टमा हामी बाइन्ड गर्छौँ होइन, बाइन्डिङ वायरको मद्दतबाट। यसमा चाहिँ तपाईँले वेल्डै गरे हुनु पर्यो, किन भन्दा सिङ्गल रड हुन्छ है यो, यसलाई हामीले सेयर स्टड भन्यौँ। यसमा चाहिँ अब हेड सेपको हुन्छ, तपाईँको के हुन्छ यो लेग थ्रु तलपट्टि बाइन्ड हुन्छ र माथिपट्टिको बार जस्तो टेम्परेचर एन्फोर्समेन्टहरू राख्नु पर्यो भने अब यो हेड माथिपट्टि बस्छ र यो माथिपट्टिको पोर्सन चाहिँ माथिपट्टिको बारसँग हामीले के गरे हुन्छ, बाइन्ड गरे हुन्छ। यसरी तपाईहरुले के गर्न सक्नुहुन्छ भने यदि स्ल्याबको थिकनेस ठुलो छ भने र तपाईलाई सेयर एन्फोर्समेन्ट प्रोवाइड गर्नुपर्ने अवस्था छ भने हैन, सेयर स्टड्सको फर्ममा अथवा हेड सेपको ट्रान्सभर्स एन्फोर्समेन्टको फर्ममा सेयर एन्फोर्समेन्ट चाहिँ प्रोवाइड गर्न सक्नुहुन्छ। त्यो डिजाइन चाहिँ कसरी गर्ने छ त्यसको? डिजाइन त त्यही नै हो। डिजाइनलाई त तपाईले सेयर एन्फोर्समेन्टको डिजाइनमा के गर्नुहुन्छ, हामी डायमिटर आफै असाइन गर्छौं हैन। डायमिटर भनेको तपाईको के हुन्छ हेर्नुस् त, 8 मिलिमिटर, 10 मिलिमिटर, 12 मिलिमिटर, म्याक्सिमम 12 मिलिमिटर को बार हामीले प्रयोग गर्ने हो। डायमिटर तपाईले सेलेक्ट गर्नु हो। डायमिटर सेलेक्ट गरिसकेपछि सेयर एन्फोर्समेन्टको डिजाइन भनेको के हो भन्दाखेरि त्यो कति स्पेसिङमा राख्ने हो हैन, स्पेसिङ अफ भर्टिकल स्टिरअप्सको स्पेसिङ फाइन्ड आउट गर्ने हो। त्यो भनेको तपाईको अब यो मा हेर्नुभयो भने यो जुन छ नि, यो एउटा भर्टिकल बार देखि अर्को भर्टिकल बार बीचको स्पेसिङ कति राख्ने हैन, त्यो स्पेसिङ हामीले फाइन्ड आउट गर्ने हो। यसमा सेयर स्टड्सको स्पेसिङ हामीले फाइन्ड आउट गर्ने हो र एसबी तपाई हजुर टु लेग मान्ने कि के मान्ने स्टिरअप? यस्तो हो यो हैन, यो त तपाईको 2D मा देखाउँदैछु, यो 3D मा छैन। हेर्नुस् 2D मा भनेपछि लेग कतिवटा भयो, एउटा मात्रै भयो लेग त। बीममा तपाईको 2 लेग हुने भयो मिनिमम, किन क्लोज स्टिरअप्सको फर्ममा हुन्छ। यो त क्लोज स्टिरअप्समा हुँदैन नि, मात्रै भयो हैन। यदि अब 1 मिटर स्ट्रिपमा यदि तपाईले डिजाइन गर्नु हुँदैछ भने तपाईले नम्बर अफ लेग डिफाइन गर्न सक्नुहुन्छ। जस्तो यो एउटा प्लेनमा यो भयो, अब यही चीज चाहिँ तपाईले 300 मिलिमिटरको इन्टरभलमा राख्नु भएको छ भने 1 मिटरमा यस्तो कतिवटा आउने भयो, 4 वटा आउने भयो भनेपछि तपाईले 4 लेग मान्न सक्नुहुन्छ हैन। हजुर, कति मिटर स्ट्रिपमा डिजाइन गर्नु हुँदैछ त्यस अनुसार तपाईले कुन स्पेसिङमा यसलाई राख्ने विचार गरिराख्नु भएको छ। तर राख्ने विचार आफैले गरेर मात्रै हुँदैन, डिटेलिङ जुन रुल्सहरु छ, जस्तो स्टिरअप्सको स्पेसिङ चाहिँ म्याक्सिमम यति हैन, यो भन्दा एक्सिड गर्नु हुँदैन भन्ने केही रुल्सहरु छ। त्यसअनुसार तपाईले 1 मिटर स्ट्रिपमा यतिवटा राख्छु भनेर डिसाइड गर्नुहुन्छ, त्यो उसको लेग हुन्छ। त्यो चाहिँ उसको लेग हुन्छ। सर यसरी नै डिजाइन गर्ने हो के को केसमा? अर्थ रिटेनिङ डायाफ्राम वाल। अब अर्थ रिटेनिङ कस्तो खाले स्ट्रक्चरको कुरा गरिराख्नु भएको छ? मैले डायाफ्राम वाल, स्लरी वाल भन्छ नि, सियर वाल जति हुन्छ तर थिकनेस चाहिँ धेरै मोटो हुन्छ। यस्तो फेरि पनि वाल भन्ने बित्तिकै द्याट इज अ स्ल्याब हैन। स्ल्याब भन्ने बित्तिकै होराइजन्टल स्ल्याब र भर्टिकल स्ल्याबमा सेयर एन्फोर्समेन्ट प्रोवाइड गर्ने तरिका एउटै हो, केही पनि फरक छैन। तर अब डिजाइन गर्दाखेरि भर्टिकल वाल र होराइजन्टल स्ल्याब, भर्टिकल स्ल्याब र होराइजन्टल स्ल्याबमा फरक के हुन्छ? भर्टिकलमा तपाईको कम्प्रेसन्स कन्सिडर गर्नु पर्यो हैन, होराइजन्टलमा कम्प्रेसन्स कन्सिडर गर्नु परेन है। डिजाइनमा अलिकति फरक हुन्छ तर राख्ने तरिका त त्यही हो। यदि तपाईले स्ल्याबमा स्टिरअप्स राख्नु हुँदैछ भने
स्ल्याबमा क्लोज फर्ममा स्टिरअप्स राखिँदैन कि त ह्याट सेपमा राख्नु पर्यो कि यो सेयर स्टडको फर्ममा राख्नु पर्यो। ओके सर। ठिकै छ। अरु केही छ हाम्रो क्वेशन्स? छैन भने म आजको क्लास यही सक्छु हैन। अब म अलिकति सब स्ट्रक्चरल पार्ट अर्को क्लासमा सुरु गर्छु र म भरिसक तपाईहरुलाई यो कमिङ विकमा चाहिँ तपाईहरुले पुरा गर्नुपर्ने असाइनमेन्ट हैन तयार गर्छु र फरवर्ड गर्छु हैन। म आज त्यसलाई टाइप गर्ने हो हजुरले भन्नु खोज्नुभएको त्यो असाइनमेन्ट बुझिन। त्यो हजुरले असाइनमेन्ट भन्नुभयो नि त्यो लेखेर फोटो खिचेर पठाउने हो कि टाइपै गरेर पठाउने भन्न खोज्नुभएको? यस्तो अहिलेलाई तपाईहरु हार्ड कपीमै तयार गर्नुहोस् हैन। अब हार्ड कपी बुझाउन सक्ने स्थिति भएन भने चाहिँ तपाईहरुले मैले बुझ्ने हिसाबबाट फोटो पीडीएफ फर्मेटमा फोटो खिचेर फरवर्ड गर्न सक्नुहुन्छ अथवा कम्प्युटरमै टाइप गरेर फरवर्ड गर्न सक्नुहुन्छ हैन। अहिलेलाई चाहिँ हार्ड कपीमै तयार गर्नु पर्यो हैन। अब स्थिति हाम्रो कस्तो हुन्छ फेभरेबल, किन भन्दा जाँच दिनुपर्ने भयो भने त तपाईहरु आउनै पर्ने हुन्छ फिजिकली, किन अहिले ट्युले जस्तो अहिले मास्टर्सको एक्जाम लिने भनेर रुटिन निकाल्यो, त्यो भनेको फिजिकल प्रेजेन्समै जाँच लिने भन्ने खालको कुरा भएको छ हैन। यदि त्यस्तै भयो भने त तपाईहरु काठमाडौँ नआइकन हुँदैन, काठमाडौँ नै आउनु पर्ने हुन्छ अथवा काहीँ सेन्टर तोकेर काहीँ दिनुपर्ने स्थिति बन्यो भने त्यो केसमा हामीले सफ्ट कपीमा काम गर्ने हो। तर काठमाडौँ आउने स्थिति बन्यो भने त हार्ड कपीमै तपाईहरुले सबमिट गर्नुहुन्छ है। त्यही भएर अहिलेलाई चाहिँ हार्ड कपीमै प्रिपेयर गरिराखौँ हैन। अब हाम्रो स्थिति कस्तो बनिन्छ त्यही अनुसार म तपाईहरुलाई इन्स्ट्रक्ट गर्छु अनि बुझाउनुहुन्छ। सर यो ट्रसा कम्पोजिटको सर एउटा पुरै डाटा सहितको एक्जाम्पल प्रोभाइड गरिदिनु सजिलो हुन्छ सर। यसो गरौँ, अब अहिले मेरो यो यस्तो छ नि, अब बोर्ड प्रयोग गर्न पाएको भए मसँग थियो है। यो मैले यो सफ्ट कपीमा तयार गर्नै पाएको छैन के। अचानक यो अनलाइन क्लास लिने कुराहरू आयो अनि अब क्लास पनि यति धेरै छ कि मास्टर्स गर्यो ब्याचलर्स गर्यो अनि यताउता गर्दाखेरि तपाईहरुले के गर्नुहोस् भने नि अहिलेलाई चाहिँ यो एन कृष्ण राजु अथवा हाम्रो डेभिड जन्सनको एक्जाम्पल हेरौँ है। सफिसियन्ट छ बुझ्नको लागि। अब थ्योरिटिकल पार्ट त मैले तपाईहरुलाई बताएकै छ हैन, थ्योरिटिकल पार्ट, किन मैले त्यो सफ्ट कपीमा तयार गर्नै पाएको छैन के। किन एउटा कम्प्लिट सुपर स्ट्रक्चर्सको डिजाइनको लागि सफ्ट कपीमा तयार गर्नको लागि मलाई समय लाग्छ। अब यो सबै चिजहरू गर्दा 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 अरु चिज पनि अनलाइन तयार गर्दा गर्दा यस्तो इन्गेज छौं कि अब अर्को सेमेस्टर हो भने किन अनलाइनको लागि त हाम्रो त तयारी नै थिएन नि। अनि त्यो कारणले गर्दाखेरि वास्तवमा तयार छैन के त्यो चिज। तयार भएको चिज त मैले तपाईहरुलाई दिइराखेकै छु हैन। यदि तयार भयो म दिन्छु, अब तयार भएन भने चाहिँ अहिलेलाई बुक्सहरु नै रिफर गर्नुपर्छ हैन। अब केही पीडीएफ फर्मेटमा बुक्सहरु छ, एक्सप्लोर गर्नुस्, किन मैले पनि नेट एक्सप्लोर गर्ने हो है पीडीएफ फर्मेटको लागि। तपाईहरु एक्सप्लोर गरौँ, त्यहाँको एक्जाम्पल तपाईहरुले अहिले पढ्दाखेरि हुन्छ है। अब एक्जामिनेसनको हिसाबले त कसरी तयारी गर्ने त्यो चिज म पछि तपाईहरुलाई गाइड गरिहाल्छु। म आजको क्लास यही सक्छु त्यसमा। थ्यांक यू सर। थ्यांक यू सर।